च्यानल र आज म खेल्न गइरहेको छु अमंग अस, जो मैले अगाडि पनि खेलेको थिएँ गाइस, र म अझै खेलिरहेको छु। तपाईहरुलाई अमंग अस भन्ने थाहै होला, तपाईहरुले अगाडिको गेम खेल्नुभयो, अगाडिको भिडियोमा हेर्नुभयो होला, र म ट्र्याकर बनाउँछु। मैले अहिलेसम्म इम्पोस्टर बनेको छैन गाइस, इम्पोस्टर बन्न पाए सबलाई धुल चटाउँथे, तर अहिले चाहिँ ट्र्याकर थे जो कि शील्ड है। ग्रीन मरेको छ र ब्लू पनि मरिरहेछ गाइस। voting टाइमिङ छ। सब यहाँ के गरेर र 3 जना छैनन्। नकसमा भोट गरौँ गाइस। के लेखिरहन् म कसलाई भोट गरौँ भन्दाखेरि म ओरेन्जलाई भोट गर्छु। ओरेन्जलाई कसैले पनि भोट गर्दैन गाइस, स्किप भएको छ। म र्यान्डमलाई ट्र्याक गर्छु, यसलाई पनि ट्र्याक गरेको छु। क्याफेटेरियामा छ। मेरो बडी पाएको छ रेडले स्याबोटाज गरेर मलाई मार्न खोजिरहेको थियो, तर म भित्र फसेर अब च्याट पढ्नु पर्यो, के देख्छन्। मर्यो नि केही मजा नै आउन गाइस, लिभ गरेर अर्को गेमभित्र जान्छु। इम्पोस्टर बन्यो अनि मजा आउँछ गाइस। यहाँ 8 जनाको म केमा आएको छु गाइस यहाँ। मेरो फेभरेट कलर ग्रीन हो गाइस, त्यसैले म ग्रीन लगाइहाल्छु। मान्छेहरू आइरहन्। 9 जना भइहाल्यो गाइस। 12 जना भइसक्यो र अब स्टार्ट हुन्छ। 15 जना भइसक्यो गाइस। स्टार्ट गरिसकेको छु गाइस। अहिले स्टार्ट गरिसक्नु। मर्नुभन्दा त अर्को गेममा गयो नि। लबी क्लोज हुन गइरहेको छ, छिटो स्टार्ट गरे नि हो, नत्र म पनि लेफ्ट गरिदिन्छु।
गाइस प्लिज म इम्पोस्टर बने प्लिज यस गाइस म फाइनली इम्पोस्टर बनेको छु र इम्पोस्टरमा म इम्पोस्टर नै बनेको छु राम्रो रोल नै मिल्दैन गाइस सेफ शिफ्टर फ्यान्टम मिल्ने पाए भाइपर केही न त केही मजा आउँथ्यो गाइस कसैले देखे जस्तो लाग्छ मलाई गाइस मलाई देखेको छ त्यसले म त्यसले गर्छु बनाना बनाना ओ नो गाइस मलाई धेरैले भोट गरेको छ मैले धेरै मान्छेको अगाडि मारिदिएँ गाइस म लिभ गर्छु मेरो एउटै साथी छ अर्को साथीले लिभ गरेको छ गाइस म स्याबोटाज गर्छु अप्पर इन्जिन लोअर इन्जिन इलेक्ट्रिसिटी स्टोरेज सिक्युरिटी मोबाइल क्याफेटेरिया सब ठाउँ स्याबोटाज गरेछु गाइस सब त्यो भयो अनि म रिएक्टरमा गर्छु गाइस रिएक्टर मेल्ट भए राम्रो हुन्थ्यो म लिभ गर्छु गाइस बोरिङ कमसेकम क्रुमेन्ट त गऱ्यो नमरे अनि राम्रो नर्मल म्याप पाएको अरू म्यापमा खेल्दा त रिफ्रेस गरेर जान्छु गाइस जना भइसक्यो गाइस ब्लू रेड मेन मान्छे जसको नाम पनि रेड अझ इम्पोस्टर बन्यो भने त मजा आउँथ्यो गाइस तर इम्पोस्टरमा राम्रो रोल मिले हुन्थ्यो क्रुमेन्ट बन्छु क्रुमेन्ट यस गाइस मलाई लाग्यो र मेरो कलर ग्रे भएको छ इन्जिनियर भेन्ट युज गर्न सक्छु गाइस गाइस कसैले त मारेको छ ग्रीन मरेको छ गाइस ह्याकरले रिपोर्ट गरेको छ रोज भाइपर रोज भाइपर रुपी सक भन्ने भाइपर भनेर भनिरह Ignored Rose maybe not cracks just vote me out. म कसलाई भोट गरेँ म रोजलाई नै गर्छु गाइस
ह्याकर रोजलाई डिफेन्ड गरेर यदि रोज इम्पोस्टर भयो भने ह्याकर पनि इम्पोस्टर हुन्छ किनभने ह्याकर रोजलाई डिफेन्ड गर्छ। सबैले भोट गरिसके ह्याकर मात्र बाँकी छ। धेरै मान्छेले स्किप गरेका छन्। म भेन्ट युज गरेर सबैलाई हेर्नेवाला छु को के गर्छ। म आफ्नो कामहरू गर्छु गाइस। कोही पनि छैन गाइस। भेन्टमा गएर हेर्छु को के डेड बडी ह्याकर मरेको छ गाइस। त्यसो भए इम्पोस्टर रेड हुन सक्छ। कसरी थाहा छैन गाइस। मैले खाली भने हो। Both rows algorithm. It is not Rose fault. No, she was with me, Nana. On the right side of my everyone keep blaming me. Thanks, light. म ट्याक्स लगाउँछु गाइस। मोबाइलको ब्याट्री पर्सेन्ट 67 छ। 67 नोडलाई धेरै जस्तोले भोट गरे। Node was not an imposter. म कामहरू गर्छु। Dead body reported. लयरले गरेछ। लयरले केस सल्भ गर्नुपर्छ। I just lived in admin. Maron is done. स्किप गर्ने मान्छे धेरै जस्तो इम्पोस्टर हुन्छ। भइहाल्नु ल भन्छु। It's Maron Viper. Maron means Pax Maron हो कि Brown? Brown quit to blame. Yes guys, Pax imposter थियो। रिएक्टरलाई स्टार्ट गर्ने मेरो टास्क।
कम्प्लिट भएको छ गाइज। यो पनि भएको छ गाइज। मेरो लास्ट टास्क एडमिनमा रहेको छ। मिड पे हो क्याफेटेरिया। इमर्जेन्सी मिटिङ। इमर्जेन्सी मिटिङ भएको छ। येलो लागिरहेको छ। येलो भन्छु गाइज। It's yellow. I guess never anyone else is seeing on me. I have dress. कि त पिङ्क हुन सक्छ कि येलो। इम्पोस्टर कतिवटा छन् गाइस त्यो थाहा छैन। पहिला म येलोलाई भोट गर्छु। येलो गर्छ। अब एउटै मान्छेले भोट गर्नु छ। येलोमा धेरै मान्छेले भोट गरेको छन् र येलो was not an imposter. 2 imposter बाँकी छन् गाइस। म आफ्नो काम गर्छु। मेरो काम सकिन लागेको छ। सकियो गाइस। पिङ्कले मलाई मार्यो। एउटा मान्छे सेफ शिफ्टरले शिफ्ट गरेर मारेको छ। पिङ्कको सेफ शिफ्ट गरेर मारेको हो र त्यो रियल हुन सक्छ। म मरेको छु र म लिभ गर्छु। तिनी मान्छेहरूले रिपोर्ट गर्नुभन्दा अगाडि मतलब त्यहाँ आउनुभन्दा अगाडि को मान्छे थियो याद गर्नुपर्ने थियो। मैले पनि हेरेन। अब लास्ट गेम राम्रो भयो नत्र के हुन्छ हुन्छ। एमा आउँदैन गाइस। यो म्यापहरू छ। हामी नर्मलमा खेल्ने हो। बिकज नर्मलमा सबै म्याप याद छ र मजामा खेल्छ गाइस। मेरो कलर पिङ्क। मेरो फेभरेट ग्रीन लगाएर गाइस। अब आउँछ मजा। अब म हाम्रो आफ्नो कामहरू सकाउँछु त्यसपछि बाँकी गर्छु। स्टार्ट भएको छ गाइस। अब म इम्पोस्टर बन्छु कि क्रुमेन्ट। म बनेको छु क्रुमेन्ट गाइस। क्रुमेन्टमा राम्रो रोल मिलोस्। क्रुमेन्टमा क्रुमेन्ट मिलेको छ गाइस र म यो खेल्न चाहन्छु। क्रुमेन्टमा क्रुमेन्ट गर्नु भनेको सबसे बोरिङ हो। सबसे बोरिङ गर्नु क्रुमेन्टमा बढी टास्क पनि गर्नुपर्छ।
यो गेम पनि स्टार्ट भइसक्यो र एमा म के भन्छु गाइस इम्पोस्टर अर क्रुमेन्ट म बनेको छु इम्पोस्टर अब आउँछ यति धेरै सेफ सिक्यो गाइस म सेफ सिक्यो बनेको छु व्हाट सबै इम्पोस्टर छन् म जित्ने कसरी गाइस व्हाट मैले अहिलेसम्म देखेको छैन गाइस यस्तो तपाईहरुले देखेछ भने कमेन्ट गर्नु होला र लाइक सब्स्क्राइब पनि गर्नु होला म अचम्म परेँ कसरी भयो कसरी हाउ बेटर चारजना मात्रै छौँ गाइस म पनि लिङ्क गर्छु 10 जनाकोमा जान्छु 7 म येल्लो किन बनेको छु गाइस ग्रीन छैन भने म लाइन बन्छु र एमामा इम्पोस्टर भनेर धेरै खुसी भएको थिएँ गाइस तर त्यो मान्छेले के गरे एमामा क्रुमेन्ट बोरिङ क्रुमेन्टमा के भने नोइज मेकर पनि बोरिङ नै हो गाइस मलाई इम्पोस्टर चाहियो गाइस इम्पोस्टर म डिस्कनेक्ट भएको छु गाइस म एकचोटि इम्पोस्टर बने र मैले त्यतिखेर नै हारिहालेँ र म क्रुमेन्ट बने अरे हामीले हारिहाल्यौँ गाइस आजको लागि यति भिडियो मन पराइदिनु भने लाइक सब्स्क्राइब सेयर गर्नु होला र मलाई मजा पनि आएन गाइस म नुब पनि रहेछु जो मैले थाहा पाइहालेँ आजको लागि यति तपाईहरु लाइक सब्स्क्राइब गरिदिनु होला त्यसपछि अर्को भिडियो आउँछ त्यतिखेरसम्म गुड बाई